ल अब हाम्रो चाहिँ सिडिओ कार्यालयबाट फेरि यता पुनः यता अगाडि प्रस्थान भइसकेको छ। यो चाहिँ हामीले चाहिँ यसको विरोध जनाउनको निमित्त हाम्रो चाहिँ सम्पूर्ण सुनचाँदी व्यवसायी साथीहरू अनि कालीगढ साथीहरू सबै भेला हुनुभएको छ। र मार चाहिँ उहाँहरूलाई मात्रै पर्ने होइन, मार पर्ने भने चाहिँ सबैलाई कस्टमरहरू जति पनि हुनुहुन्छ, जति पनि उपभोक्ताहरू हुनुहुन्छ, जति पनि सुनचाँदी लगाउने साथीहरू हुन्छ उहाँहरू सम्पूर्णलाई पर्ने यो मार। यो हामीमा मात्रै होइन, तपाईँहरूको पनि जनचेतनामा चाहिँ यसमा अगाडि बढ्नुपर्छ। चेतना तपाईँहरू पनि बढेन भने हामीलाई त कुनै पनि उयो छैन। हामीले भनेको त व्यापारी व्यवसायी साथीहरूले भनेको त 2 रुपियाँ मुनाफा नकमाइकन कुनै पनि व्यापार गर्न चाहँदैन। त्यस कारणले गर्दा मार पर्ने भनेको सम्पूर्ण साथीहरू तपाईँहरूलाई नै मार पर्ने। त्यस कारणले गर्दा सबै कस्टमर ग्राहकहरू चाहिँ राम्रोसँगले तपाईँहरूले नै चाहिँ कमेन्ट गर्नुपऱ्यो, सेयर गर्नुपऱ्यो र सरकारलाई दबाब तपाईँहरूको तर्फबाट पनि हुनुपऱ्यो। हाम्रो मात्रै तर्फबाट दबाब भएन। त्यसो भएको हुनाले गर्दा तपाईँहरूले नै एकदम सक्दो सेयर गरेर जति सक्दो तपाईँहरूले चेतना फैलाइदिनु पर्छ हुन हामी अनुरोध गर्दछौँ व्यवसायीको तर्फबाट।